निहारिका नमस्ते। नमस्ते। अनि यो पटक फेरि अब तिमी अनसन बस्यौ अनि पहिलोचोटि पनि बसेको, अहिले फेरि अब के चित्त नबुझेर फेरि अनसन बस्यौ त? हजुर, आज 5 दिन भयो मेरो। आज कति दिन भयो तिम्रो? आज 5 दिन भयो। त्यही त, यसपटक अब के फेरि चित्त नबुझेर बस्यौ? अस्तिको जुन सहमति भएको थियो गृह मन्त्रालयसँग हैन, गृह मन्त्रालयको टिमसँग, त्यसमा मेरो कुनै पनि बुद्धा मेरो गर्नु भएको छैन। कुनै पनि बुद्धा चाँडै हुन्छ, झगडिया झिकाइसके भनेसम्म मलाई भन्नुभएको छ, तर झगडिया झिकाएकै छैन। अपराधी खुल्ला रूपमा घुमेछ। एउटा महिला यत्रो वर्षदेखि यो मान्छे अपराधी हो, अपराधी हो, अपराधी हो, अपराध गर्यो भनेपछि समात्नु पर्छ कि पर्दैन त्यो अब अदालतको निर्णय हो या पुलिस प्रशासनको निर्णय। यत्रो वर्षदेखि त्यो मान्छे लुक्यो, भाग्यो, खोजेन। अब खुल्ला रूपमा घुम्दा पनि उसलाई नसमात्ने, अब मेरो अगाडि मेरै बच्चालाई मार्ने धम्की दिँदा पनि पुलिस प्रशासनले केही गरेन। म सबै कुरा बाध्य भएर म यहाँ आएको थिएँ अनसन बस्न। अनि 9 दिन बसेपछि पनि मैले केही नपाएर अब यतिकै म गएँ। मलाई केही पनि चाहिएको छैन। मैले पहिल्यै पटक भनेको छु, म केही पनि चाहिएको छैन। मलाई मेरो बच्चालाई न्याय चाहिएको छ। हामीलाई न्याय चाहियो। म न्यायको लागि बाटोमा आएको थिएँ, तर त्यो न्याय दिनु भएन। मेरो 5 बुद्धामा कुनै पनि बुद्धा पुरा गर्नु भएन। म त्यही भएर जुन मान्छेले मेरो त्योमा अनसन तोड, सहमति गर भनेर चिठी लेख्ने बेला चाहिँ आउनु भएको थियो, उनीहरूसम्म रिस्पोन्स गरेर उल्टै अपराधीको घरमा गएर सावित्री सुवेदी जैनारीले अपराधीको घरसम्म गएर भेट्नुभयो, सबैसँग भेट्नुभयो। त्यसपछि मेरो कुनै रिस्पोन्सै नगर्ने, मैले पटक गृह मन्त्रालयले मेरो के गर्नुभयो त? तपाईहरूले किन मलाई तोडाउनु भयो त? आफै तोडेको हो तिमीले, हामीले थोरै न फोर्स गरेको हो भनेर इग्नोर गर्ने। तर उनीहरूले मलाई गर्दै म बाध्य भएँ फेरि रोडमा आउन। योपालि म एक्लै आएँ, म कसैको सहाराले आइनँ। म हिजो सहारा थियो कि सबैजना छन्, तर म आज जुन आएको छु यो एक्लै आएको छु आफ्नो बच्चा लिएर। कि म यति सोचेर आएँ कि कोही मेरो छैन, कोही मेरो हुन सक्दैन। सबै आफ्नो आफ्नो हाइलाइट हुनु हो, सबै आफ्नो आफ्नो फाइदा खोज्यो, मलाई इज्जत जस्तै गर्यो। यहाँसम्म अब अपराधीको घरमै जो मान्छे मेरो सहमतिमा अनसन तोड भनेर साइन गर्ने मान्छे नै अपराधीको घरमा बसेर खाएर हाँसेर आएपछि त मलाई त विश्वासको बाटो नै रहेन, मलाई विश्वास लागेन। अनि मैले चाहिँ म अब बस्छु। अब कि त म यहाँबाट न्याय लिएर जान्छु कि त म यहीँ मर्छु। होइन, अरू कुरा त आफ्नो पाटो भयो। जस्तै पछिल्लो समयमा तिमीले सरकारसँग सम्झौता गर्ने बेलामा सरकारले पेशी चढाइदियो भने त्यो पेशी चाहिँ चढ्यो, अनि एक स्टेप त तिम्रो त अगाडि बढ्यो नि, होइन र? पेशी चढाउनलाई मात्र म अनसन बस्नै पर्छ यो राज्यमा? एकचोटि 10 दिन पेशी बस्ने, त्यो अनसन बस्ने, अनि एउटा पेशी अगाडि बढ्ने। त्यो पेशी पहिल्यै अगाडि बढ्नु पर्थ्यो नि। कानुनी प्रक्रिया 8 महिनादेखि किन बढिरहेको थिएन? अब एउटा महिला पेशी त्यो अनसन बसिसक्यो त उसको पेशी अगाडि सर्ने, अर्को महिला पनि फेरि अनसनै बस्नुपर्छ? एउटा मैले आफ्नो लागि मात्र होइन, मैले यो सब जुन कारनामा हेरेँ नि, बैमानी गरेको हरेक ठाउँमा बैमानी मलाई गर्यो नि जसरी, म सबैको लागि आएको छु यहाँ। अरू नेहारिका पनि के सबै निर्मला नेहारिका सबैलाई मर्नै पर्यो, अनसन बस्नै पर्यो, चिच्याउनै पर्यो, कराउनै पर्यो। बिस्तारै बोल, बिस्तारै। बिस्तारै बोल। अनि भोलि बेलुका डाक्टर आउनुहुन्छ, पहिले पनि त्यत्रो डाक्टर लिएर आएको हो नि त हामीले, हो होइन? बिस्तारै बोल। त्यही हो, मलाई चित्त नबुझेमा मलाई जुन कुरा झुक्याए जस्तै लाग्यो होइन, अनि म त्यही भएर यहाँ आएको हो। अब म यहाँ आइसकेपछि अब म यति निर्णय आफै गरेर आएको हो कि जेसुकै होस् मेरो बच्चाको डिएनए टेस्ट म यहीँ हुन्छु। बच्चाको डिएनए टेस्ट यहीँबाट हुनुपर्छ। अपराधी पहिला झिकाउनु पर्छ, यसरी हुँदैन। मान्छे अपराधी हो भनेपछि डिएनए टेस्ट पनि हुन्छ नि त। म त यो अप्सन दिइरहेको छु,
ठिक छ पहिले डिएनए टेस्ट गर्नु अपराधीले त भनेछ नि त उसले मलाई चिन्दैन यो बच्चा उसको कसरी हुन सक्छ उसले मलाई कहिले पनि छोएको होइन बलात्कार गरेको होइन उसको मेरो कुनै सम्बन्धसम्म छैन भनेपछि त बच्चाको विषयमा मलाई केही थाहा भएन भनेर आफ्नो बयान दिँदा पनि कसरी जिल्ला अदालत अनुसारले चाहिँ सहमति जनाएर सफाई दिनुभयो त त्यो पहिला कुरा भयो अब अहिले त भोलि नै पेशी छ नि त भोलि पेशी छ अब के हुँदो रहेछ म यही छु होइन मेरो वकिल पनि जानुहुन्छ अब हेर्नुहुन्छ के हुँदो छ सबैजनाले हेर्नुहुन्छ अनि त्यही हो मैले न्याय नपाउने जेलसम्म योपालि म आफ्नो अनसन जारी राख्छु भोलि अनसन भोलि चाहिँ पेशी जो चढ्नेवाला छ त्यसबाट केही उपलब्धि भयो भने चाहिँ तिमीले अनसन तोड्न सक्ने सम्भावना छ जबसम्म अपराधी थुनमा जाँदैन मेरो बच्चाको डिएनए टेस्ट हुँदैन तबसम्म त म तोड्दिनँ डिएनए टेस्ट त गर्नै पर्छ जसरी अब गाह्रो हुन्छ भने यो राज्यले मलाई मृत्यु नै दिने खोजे हो भनेपछि त म केही भन्न सक्दिनँ मेरो बच्चा अनाथ हुन्छ त्यसपछि चाहिँ त्यही न्यायाधीश जुन न्यायाधीशले मलाई अन्याय गरेको हो त्यही न्यायाधीश ल्याएर मेरो बच्चाको घाँटी काट्दा भयो योभन्दा बढी म के भन्नु दाइ भन्नु नि एउटा महिला 3 वर्षदेखि एक दिन नथाकिकन पेटमा बच्चा लिएर काँधमा बच्चा लिएर रोडसम्म आइसक्यो योभन्दा लाज मर्दो यो राज्यको लागि के हुन्छ भन्नु नि पहिला त तिम्रो अरू पनि साथीहरू थियो यसपालि चाहिँ देखिँदैन भने त जो मान्छेहरू मलाई हिजो आएर हाइलाइट भयो म बेहोस भएको अवस्थामा पैसा कमाएँ यहीबाट मेरो नामले नाम नलिऊ है कसैको पनि नाम नलिकन मात्र मान्छे सबैजनालाई थाहा छ को मान्छे म सिधै भनिरहेको छु त्यो मान्छेहरूले जति पनि मलाई युज गर्ने कोसिस गर्नु या मलाई हराउने कोसिस गर्न सक्नुभयो होइन त्यो मलाई हराउन सक्दैन मेरो सास हुने जेलसम्म म एउटा आमा हो म आफ्नो बच्चाको लागि लड्छु जय नारीले पनि त तिमीलाई त्यत्रो साथ दिनुभएको थियो त्यस्तो अहिले किन त्यस्तो लाग्यो त तिमीलाई अब जय नारीले के गर्नुभयो कसरी गर्नुभयो किन गर्नुभयो त्यो सबै जवाब मसँग छैन तर उहाँ चाहिँ अपराधीको घरमा पनि जानु भएको छ सबैसँग भेट्नु भएको छ उहाँको उसको आमा अपराधीको आमा रोएको आँसु हेर्नुभयो 3 वर्ष मैले मेरो बच्चालाई लिएर रोडमा हिँड्दाखेरि त्यो हेर्नु भएन त्यो हेर्नु भएन भने त किन अनसनमा आएर त्यत्रो भाषण दिनुभयो त होइन खुब ठुला ठुला कुरा गर्नुभयो त्यसपछि गएर अपराधीको घरमा गएर आफ्नो कुरा राख्ने ठिक छ राख्नुभयो होइन हरेक ठाउँमा चाहिँ न्यायारिका मिल्दा पनि हुन्थ्यो न्यायारिकाको गल्ती हो भनेपछि त न्यायारिकालाई सिधै आएर मिडियामा भन्दा भयो नि त न्यायारिकाको के गल्ती हो भनेर म सिधै कुरा हो मलाई उहाँले झुक्याउनु भयो उहाँ चाहिँ अपराधीसँग मिल्नु भयो मलाई उहाँमाथि विश्वास लागेन अब उहाँले एउटा पीडितको नाममा चाहिँ नि मात्र ठगी गर्दो रहेछ अरू केही पनि होइन आफ्नो कुरा होला त्यस्तो भनिन अनि मलाई त्यस्तै लाग्यो आफ्नो मैले त्यो भने जस्तो अब लास्ट टाइम त मैले अब तिमीलाई डाक्टर नर्स लिएर सपोर्ट गरेको अरू लजिस्टिकहरू पनि लिएर आएर अनि अन्य मिडियामा पनि साथीहरूलाई बोलाएर सबैतिरबाट सपोर्ट गरेको थिएँ अब यसपालि के सपोर्ट गर्ने त हामीले अब के अपेक्षा छ हामीबाट मलाई यो पालि त न कुनै लाइन चढाउनु छ न कुनै सुई लिनु छ होइन म जति कमजोर हुँदै गए जति छिटो कमजोर भए मरे म राज्यको लागि राम्रो हुन्छ न्याय दिने आवाज सधैँको लागि दबिन्छ म कुनै पनि प्रकारको अब म आफ्नो बिरामी भए पनि म इलाज गराउँदिनँ मलाई गाह्रो भइसकेछ तर पनि म इलाज गराउँदिनँ बच्चा चाहिँ कसले हेर्छ त्यसपछि अब यो राज्यले मलाई मार्नै खोजे हो भने त राज्यले सोच्यो होला नि त यो बच्चालाई के गर्ने भनेर यो आमा मरिसकेपछि बच्चालाई मार्ने बच्चालाई अनाथ आश्रममा फाल्ने कहाँ फाल्ने भनेर त सोच्नु भयो होला नि त कि त न्याय दिनु पर्यो अनि त्यसको अब यसपालिदेखि अनि तिमीलाई अब मेडिकलले स्टेबलाइज नगर्ने हामीले म मेडिकल स्टेबलाइज केही आफूमाथि म गराउँदिनँ दाइ यहाँ बच्चा पानीमा भिजेको छ बच्चा बिरामी भइरहेछ त्यो बच्चालाई त म एउटा आमा भएर बच्चालाई त त्यो हुन दिन चाहदिनँ होइन आफू हुने जेलसम्म त्यही भएर बच्चालाई चाहिँ यो गरिदिनु अब सक्दो तपाईँहरूले त्यहाँ सम्बन्धित निकायसम्म यो आवाज जाओस् भनेर म बोलिरहेको छु मेरो बच्चाले छिटै न्याय पाओस् यो राज्यले मलाई न्याय दिएन भने भोलिको दिनमा कति महिला बलात्कृत भएर कति निहारिका यसरी झुन्डेर मर्ने हो किनभने रोडमा आउँदैन अब एउटा निहारिका आयो उसले न्याय पाएन मर्यो भनेपछि कोही आउँदैन
अनि अब जस्तो अब तिम्रो अब एक्लै बसिरहँदाखेरि अब तिम्रो बच्चा पनि छ अनि म हेर्न सकेको छैन, म बच्चालाई हेर्न सकेको छैन, म उठ्न पनि सकेको छैन। यहाँ बच्चा अरू मान्छे छैन बच्चा हेरिदिने, म एक्लै छु। अनि अब यस्तो अब कोही यस्तो मान्छे छ कि बच्चालाई तत्कालीन बच्चालाई हेरिदिने भने त म एकदमै धेरै धन्यवाद हुन्छु उहाँको लागि, किनभने मलाई एकदमै धेरै आवश्यकता छ। बच्चालाई म यसरी विचलित हेर्न सकेको छैन, म आफ्नो अनसन पनि तोड्ने छैन। यो त आज 5 दिन भइसक्यो अनि अरू मिडियाका साथीहरू चाहिँ कतिको आउनु भएको छ? आउनु भएको छ, अब सक्दो मिडियाहरू सबै आइराख्नु भएको छ, आउनु भएको छ। अनि मिडियाले मलाई सपोर्ट सुरुदेखि गर्नु भएको छ अनि अहिले पनि गर्नु भएको छ। अनि सक्दो जुन मिडियामा मेरो आवाज गएको छैन, जुन मिडियामा मेरो अनि यसपालि गृह सचिवज्यूले बोलाइरहनु भएको छ भन्ने मैले सुनेको, अनि नगएको त? होइन, म जाँदिनँ। उहाँहरूले बारम्बार मलाई इग्नोर गर्नु भएको छ, झर्केर बोल्नु भएको छ। अब त्यस्तो केही पनि ठाउँ भएन, अब म कतै जान्न, यहीँ छु। यहाँबाट कसैले आउनु पनि पर्दैन, मलाई जानु पनि पर्दैन। मलाई न्याय दिनुहुन्छ भने म यहाँबाट आफै उठेर गइहाल्छु नि। अब यस्तो छ नि त, अदालतमा प्रक्रिया चलिरहेछ, भोलि नै अब ठिक छ, कहिलेसम्म चल्ने हो त्यसलेसम्म म यही रोडमा बस्छु। जस्तै अब के उहाँहरू आउनु पर्यो कि तिमी जानु पर्यो, केही न केही निकास त निस्किनु पर्यो नि त, होइन? उहाँहरू कतिचोटि झुक्याउनुहुन्छ, कतिचोटि झुट बोलेर मलाई त्यो गर्नुहुन्छ भन्नु नि, कति पटक म रोडमा आउनुपर्छ भन्नु। त्यही भएर अब रोडमा आइसकेपछि अब कि त न्याय लिएर जाने कि त मर्ने। अब जति दिन टाइम लागोस्, अदालती प्रक्रिया 4 वर्षदेखि 3 वर्षदेखि चलिरहेछ। 2.5 वर्ष मजिल्लै अदालतको फैसला आयो। अब यो अदालतको फैसला कतिले मैले मरिसकेपछि आउने हो कि? म कुर्नेछु, म आफ्नो आमरण अनसन जारी राख्नेछु। अब अदालती प्रक्रिया जे चलिरहेछ उहाँहरूले जति छिटो गर्नु, चाँडो गर्नु, ढिलो गर्नु उहाँहरूको हातमा हो। पहिला पनि उहाँहरूको हातमा थियो, अहिले पनि उहाँहरूको हातमा हो। अहिले अब गृह सचिवसँग वार्ता नगर्ने? म गर्दिनँ। वार्ता गरेर के गर्नु दाइ? मलाई उहाँहरूलाई थाहा छ कि के बुदामा साइन भएको थियो, के उसलाई चाहिन्छ, केमा उनीहरूले सहमति गर्नुभएको थियो भनेपछि त उनीहरूले त्यो गरिदिनु। त्यसपछि कसैले आउनु पर्दैन, जुस खुवाउनु पर्दैन, अनसन तोड्नु पर्दैन, यहाँबाट आफै न्यारिका उठेर जान्छ नि त। लास्ट टाइम तिम्रो अनसनमा जुन बेला चाहिँ सम्झौता भएको थियो, हामी पनि त्यो बेलामा सँगै थियौँ। त्यो बेलामा जजले चाहिँ सिग्नेचर गर्नुभएको थियो, उहाँहरूले चाहिँ पछि तिमीलाई केही पनि फलोअप गर्नु भएन? फलोअप गर्नु भएको छैन। फलोअप गरेको भए यो नतिजा पनि हुने थिएन। अनि त्यो पछि केही पनि कुरा भएन? पुरै भएको छैन मेरो। सरकारको तर्फबाट पनि कुरा भएन? कुरा भएको छैन। तिमी आफैले चाहिँ भेट्ने पहल गरेनौ? के भन्नुभयो त त्यो बेला? अब चाँडै हुन्छ, डिएनए टेस्टको प्रक्रिया पनि हामी चाँडै गराउँछौँ भनेर भन्नुभयो, तर त्यस्तो भएन। अब यहाँ बच्चा हेर्ने मान्छे छैन, अब राति अब पानी पर्छ, अब यो समस्या छ, होइन? अब समस्या छ, अब समस्या त मेरो छ। अब आफै गर्नु पर्यो, मरेको कुरा पनि सास लिएसम्म त गर्नै पर्यो आफ्नो बच्चालाई। भनेपछि अब अहिले तिम्रो अब ठ्याक्कै माग चाहिँ के छ त एक्चुअली भन्नु? माग मेरो यही बुद्धा, 5वटा बुद्धा हो। अनि त्यो बाहेक अरू 4वटा बुद्धा त अब त्यो पहिलाको पनि माग हो। अहिले चाहिँ अब गृहले तिमीसँग के सम्झौता गरेको थियो, के चाहिँ ठ्याक्कै पुरा गरिदिनु पर्यो भन्ने चाहिँ अदालतमा अब पेशी त चढि नै रहेछ, होइन? पेशी चढिरहेछ छैन, म त्यो अरू केही कुर्दिनँ। अब म राज्यको अगाडि आइसकेको छु, मलाई केही कुर्नु छैन। अब म यो प्यासन सकिसक्यो मेरो, होइन? कुर्ने क्षमता छ नि, एउटा सकिन्छ, होइन? त्यो सकिसक्यो। अब ज्यान दिने बेला आइसक्यो। मेरो अपराधी खुल्ला रूपमा यत्रो वर्षदेखि घुम्दा पनि अपराधीले समातेर भागेको हो, लुकेको हो भन्दै मलाई झुक्क्यायो 2 वर्षसम्म। 2.5 वर्षमा फैसलै सुनाउनु भयो जिल्ला अदालतको। अब के उच्च अदालतको पनि फैसला कुर्नको लागि चाहिँ 2-2.5 वर्षै कुर्नुपर्छ? यो बच्चा स्कुल जानको सट्टा त्यही अदालत कुरिराख्छ। स्कुल जाने बच्चा भइसक्यो, 2 वर्षको बच्चा भइसक्यो, यो सधैँ अदालतमै कुदिराखोस्, यो रोडमै बस्नुहोस्। त्योभन्दा राम्रो एकैचोटिमा मारिदिनु हामीलाई। न पढ्न पाएछ, न कोही राम्रोसित बस्न पाएछ। अनि अस्तिको अनसन सकेपछि अहिले तिमी आफै चाहिँ कहाँ बसिरहेको छौ? म आफ्नै कोठामा बसिरहेको छु भक्तपुर।
भनेपछि सरकारले चाँडै यो माग समाधान गरिदिनु पर्यो, समस्या बुझिदिनु पर्यो भन्ने तिम्रो भनाइ छ। हस् त ल निहारिका, नमस्ते। मैले मेरो बच्चा काखमा बोकेर म एक्लै सिंहदरबारको अगाडिमा सुरु गरेँ अनसन। अब त्यहाँबाट मलाई प्रहरी समातेर पनि लग्यो। अब त्यो ठाउँमा बस्नै पाउँदैन भनेर होइन, सर्वोच्च अदालतको अगाडि पनि गएर बसेँ। म एक ठाउँमा बसेकै छैन, म आमरण अनसनमा छु, म एक बुन पानी खाएको छैन, म गइरहेको छु सबै ठाउँ। म यहाँसम्म भनेको छु, अब त्यसले गर्दा अब मलाई प्रहरीले कतै जानै दिँदैन, समाते जस्तै राखेको छ मलाई। अब मैले भनेछु म राष्ट्रपति भवनको अगाडि पनि जान्छु, किनभने म यो राज्यसँग आफ्नो न्याय लिएर नि छाड्छु। मलाई न्याय चाहियो, किनभने मैले नाजायज माग गरे छैन, मैले जायज माग गरेको छु। मैले जायज कुरामा भनेको छु कि मलाई न्याय चाहियो, मलाई अन्याय भयो, मलाई न्याय चाहियो, मैले बोल्दै आएको छु। अनि कोही पनि अब पीडित कोही पनि महिलामाथि अन्याय हुन्छ भने उसले बोल्नुपर्छ कि मलाई अन्याय भयो, न्याय माग्नुपर्छ, न्याय दिँदैन यतिकै न्यायको लागि लड्नै पर्छ, मलाई पनि थाहा छ। तर अब यति लडिसकेपछि नि मैले अब प्यासन गुमाइसकेको छु क्या। अब म वेट गर्न सक्दिनँ कि अब अदालतै जिन्दगीभरि पेटमा हुँदासम्मै, बच्चा जन्मेर 2 वर्षको हुँदासम्मै अदालत जाँदैछ। अब के, अब अगाडिको दिन स्कुल नगएर अदालतैको तारिक दौड्नु पर्छ बच्चालाई पनि? त्यही भयो नि, अब स्कुल जान नपाएर आमा जहाँ जान्छ बच्चा त त्यहीँ जान्छ। त्यत्रो सानो बच्चा, मेरो बच्चाको म बाहेक कोही पनि छैन, म त जहाँ जान्छु त्यही बच्चा जान्छ। थुनामा जान्छु, जेलमा जान्छु, जहाँ जान्छु बच्चासँगै जान्छ। त त्यही अब यो राज्यले मलाई न्याय दिनै पर्छ, त्यही सो भनेर म यहाँ आएको छु। म एक्लै आफ्नो लागि लड्नुपर्छ। कुनै पनि मान्छेलाई धेरै अधिकार कर्मीको आवश्यकता हुँदैन, उसले आफै हिम्मत गर्नुपर्छ। मैले हिम्मत गरेँ अगाडि आउन, अनि सबले आउँछ सपोर्ट गर्न। त म आफै हिम्मत गर्दिनँ भने कोही पनि आउँदैन। त्यही भएर म आफै हिम्मत गरेर अगाडि आएको छु। म लड्छु, म न्याय पाउँछु, मलाई आशा छ कि म न्याय पाउँछु। थ्याङ्क यू।